कस्तो अब चियाहरू खान गएर भने पनि मलाई त बाहिरै कुर्सी दिएर राखिदिन्छ क्या, भित्र बस्न दिँदैन। अनि मलाई चाहिँ अब चित्त दुख्छ, कोही बेला त म खाँदिनँ पनि, केही पनि नखाइकन हिँड्छु नि, मन दुख्छ। मान्छे अरू चाहिँ राम्रो मान्छे चाहिँ भित्र हालेर खाएको त मलाई चाहिँ बाहिर दिन्छ कुर्सी लिएर बस्नलाई। म रुँदा रुँदा म थाकिसकेको, मलाई आँसु अब सकियो होला संसारमा। मलाई पहिला दुःख परा हुँदाखेरि पनि मलाई जुन त्यो लास भएर त्यो गर्दाखेरि म रुएर सकिसकेको छ, त जति पनि आँसु झारिसकेको मैले सक्यो। माग्न जाँदा अब मान्छेले घिनाहरू गर्छ, मेरो दोकानतिर नआउनु भन्छ। अब नेचुरल अनुहारमा देखायो भने मान्छेले एक्टिङ गर्न आएको भन्छ। नेचुरल अनुहार देखेपछि डरले पैसै दिँदैन, कसैले त भाग्छ, कसैले परैबाट फ्यालिदिन्छ पैसा। गफसप गर्नु मन लाग्छ उनीहरूले सोधेको, तर उनीहरू बोल्दैन, गफ गर्दैन, तपाईँ जानु भन्छ। कतिजना त नानी डरायो मेरो, तपाईँहरू नआउनु दोकान भन्छ, परैबाट छैन भन्छ। खानेकुराहरू अब त्यही चामल अलिकति छ, त्यही पनि माग्नु जाँदाखेरि अलिअलि यसो दिनुहुन्छ। अनि चामलहरू छ अलिकति, अनि त्यही अब तेल नुन भुटन पनि सकेको छ, त्यो पनि अब ल्याउनु पर्छ बिस्तारै पैसा केहीबाट भयो भने। यति हो चामल? हजुर, यहाँ तेलहरू छ। यति अनि तेल पनि अलिकति सकिन। कहिले ल्याउनु भएको यति? यो अस्ति लिएको चामल 1 किलो लिएको थियो। अरू त केही पनि छैन। गाडीबाट मलाई झारिदिनुहुन्छ, किनभने गाडीमा खलासीहरूले भन्नुहुन्छ यस्तो धराप मान्छे छ, मान्छेले डराउनुहुन्छ। म पैसा दिन्छु चढ्छु नि भन्दा पनि उहाँहरूले चढ्नु दिँदैन। त्यो नानीको लागि म प्लास्टिक सर्जरी गरेपछि राम्रो हुन्छ, नानी मेरो सामु आएर बस्छ भन्ने मलाई ठुलो उयो छ। किनभने यो त मेरो पुरा आगो लागेको नि त आँखामा पनि। अनि यो यस्तो यो लोतीहरू त सबै डढेको, यो मेरो यो कानको पछाडिको छाला तासेर यतिको बनाएको, नत्र यो मेरो त आँखा यहाँसम्म थियो, मुख यो मेरो यहाँसम्म थियो। यो त मैले यसो तेलहरू लाउँदा ओर्दा एक्सर्साइजहरू गरेर यतिको भयो। लास मुर्कुटा ठुटा देखेको थियो, जुन मलाई त ल्याउने बेलामा एम्बुलेन्सवालाले पनि मलाई त्यो गाडीमा हाल्नु माने थिएन क्या सर। अब त्यो कालो ठुटो मान्छे आधी बाटो मर्छ, हामी गर्दा नि पुलिसवालाले चाहिँ उहाँलाई भनेछ लाँदा लाँदै मऱ्यो भने लास हामीलाई फर्काइदिनु, अब लाएर उ गरेन भने चाहिँ उहाँ ठाउँमा पुऱ्याइदिने तपाईँको काम भनेर पुलिसले गरेन। न त त्यो एम्बुलेन्सवालाले पनि मलाई चढाउनु माने थिएन। मेरो नाम रेणुका परियार। रेणुका परियार? ए घर चाहिँ कता हजुरको? मेरो घर मोरङ हो। मोरङ? तपाईँको यो अहिले जुन अवस्था छ नि, यो के भएर भएको खासमा? यो मेरो 9 महिना भयो ग्यास ब्लास्ट भएको। ग्यास ब्लास्ट भएर चाहिँ त्यस्तो भएको? हजुर। के उता मोरङमै त्यस्तो भएको? हजुर, मोरङमा ग्यास ब्लास्ट भएर अनि म चाहिँ यहाँ किर्तिपुरमा पहिला इलाज गरेको होइन। अनि त्यस पछाडि आँखाको चाहिँ टिचिङ तिलिङगङ्गामा। आँखाको छुट्टै अनि स्किनको छुट्टै गर्नुभएको यहाँ? हजुर हजुर। कति वर्षको हुनुभयो? म 25 लाग्यो। 25 लाख। को हुनुहुन्छ परिवारमा? परिवार त मेरो बुढा पनि हुनुहुन्छ, नानी चाहिँ मेरो सामु बस्दैन। जुन दिन मलाई त्यो डढेको देख्यो नि, त्यहाँदेखि मेरो नानी मसँग टाढा भएछ अहिले। त्यो नानी अब भर्खर 3 वर्ष लाग्यो, डरले मसँग सामु बस्दैन। त्यो भएर मैले मेरो बुढा र मेरो नानी चाहिँ गाउँमै पठाइदिएको छु। ए गाउँमै छ। तपाईँ चाहिँ अहिले यहाँ कपन बस्नुहुन्छ होइन? यो कोठाहरू चाहिँ यहाँ तपाईँको, यो कोठा चाहिँ अब हेर्दा चाहिँ अलिक खानेकुरा पनि केही छैन जस्तो छ। के छ तपाईँकोमा? खानेकुराहरू अब त्यही चामल अलिकति छ, त्यही पनि माग्नु जाँदाखेरि अलिअलि यसो दिनुहुन्छ। अनि चामलहरू छ अलिकति, अनि त्यही अब तेल नुन भुटन पनि सकेको छ, त्यो पनि अब ल्याउनु पर्छ बिस्तारै पैसा त्यहीबाट भयो भने। अहिले उपचार चाहिँ कसरी गर्नुभएको छ? उपचार त अब मेरो मुस्किल छ सर, अहिले अब पैसाहरू पनि छैन। अहिले अब हिँड्न जानु पनि पाएको छैन, मान्छेहरू डराउनुहुन्छ। मान्छेहरू अब माग्नु जाँदाखेरि पनि चन्दा उठाउनु जाँदा पनि मान्छेले भन्नुहुन्छ। गाडीमा मूल त मलाई गाडीमा चढ्न दिनुहुन्न, गाडीबाट मलाई झारिदिनुहुन्छ, किनभने गाडीमा खलासीहरूले भन्नुहुन्छ यस्तो धराप मान्छे छ, मान्छेहरू डराउनुहुन्छ। म पैसा दिन्छु चढ्छु नि भन्दा पनि उहाँहरूले चढ्नु दिँदिनँ। हिँड्नु सक्दिनँ, हिँडेर अब कहाँ पुग्नुपर्छ कता भले बेलुका आउनु पनि मलाई गाह्रो हुन्छ होइन। अनि त्यही भएर गाडीहरूमा चाहिँ चढ्नु दिनु, त्यो टेम्पोहरूमा गयो भने हात पनि त एउटा छैन होइन? हजुर, हात पनि छैन। हात त किरा परेर अन्तिम स्टेट भइसकेको थियो, किरा परिसकेर काटेर फ्यालेको पछि काट्नु भयो। हजुर। अनि जस्तै घरको अवस्था चाहिँ कस्तो छ तपाईँको? घरको अवस्था त यस्तै अब चामलहरू भन्ने बित्तिकै होइन गाउँमा चाहिँ? ए गाउँमा त मेरो गाउँमा कहाँ हामी सुकुम्बासीको मान्छेहरू हो, न उयसको न घरको न केहीको ठेगानै छैन। त्यहाँ जस्तै त्यहाँनिर स्थानीय सरकार हुन्छ होइन,
स्थानीय सरकारहरूले हेर्ने त्यस्तो चाहिँ छ कि छैन? त्यस्तोहरू होला तर हाम्रो अब त्यस्तो त घरको लालपुरेजाहरू छैन हामी त अर्काको घरमा भाडामा बसेर उठेको मान्छे त्यहाँ नि भाडामा बस्नुहुन्छ यहाँ यो कोठा चाहिँ कोठाको बारेमा बताइदिनु के गरेर दिनुभयो भन्नुहुन्थ्यो नि अघि यो कोठामा चाहिँ मलाई म्यामले बस्न दिनुभएको हो तर हामीले चाहिँ अब आफै अब बस्ने पैसा दिएरै बस्ने भन्ने छ अब यस्तै कतैबाट सहयोग जुट्यो भने पैसा दिने अहिलेसम्म खर्च चाहिँ कति भयो तपाईँको उपचार गर्नु खर्च त मेरो यो प्लास्टिक सर्जरीको लागि त 9-10 लाख लाग्छ भनेछ अब चाहिँ आँखाको चाहिँ अब मुस्किलै छ सर आँखा त एउटा ड्यामेज भइसकेको छ देख्दिनँ लगभग डक्टरले अब अर्को आँखा पनि ड्यामेज हुन्छ होला लगभग भनेछ पैसा सकेसम्म जुटाउनु भन्नुभएको छ तपाईँको चाहना चाहिँ प्लास्टिक सर्जरी हजुर मेरो नानीको लागि भए पनि मैले एउटा प्लास्टिक सर्जरीको लागि म बहुत हालिरहेको छु त्यो नानीको लागि म प्लास्टिक सर्जरी गरेपछि राम्रो हुन्छ नानी मेरो सामु आएर बस्छ भन्ने मलाई ठुलो उयो छ तर तपाईँ माग्न जान्छु भन्नुहुन्छ होइन कहाँ जानुहुन्छ यहाँ म त गएको छुइनँ ठाउँ भनेको ठमेल बजारतिर होला तर नत्र म सब एरिया घुमिसकेको यता चाहिँ माग्नुहुन्छ हजुर हजुर सबै कलङ्की चाबेल माछा पोखरी सब घुमिसकेको के भन्नुहुन्छ नि तपाईँलाई माग्ने बेला चाहिँ जस्तै मान्छेहरूले माग्न जाँदा त अब उहाँहरूले अब परैबाट दिनुहुन्छ पैसा सोध्नुहुन्न कोही डरले अब आँखा छोपेर दिनुहुन्छ होइन नेचुरल चाहिँ सोध्नुहुन्न सोधिहाल्यो भने चाहिँ म भनिदिन्छु मेरो ग्यास ब्लास्ट भएको हो भनेर अलिक मन काटिहाल्यो त 100-150 रुपियाँ दिनुहुन्छ नत्र त्यही 5-10 रुपियाँ दिनुहुन्छ तपाईँ हिँडेर माग्नुहुन्छ दिनभरि अनि आएर चाहिँ अनि आएर अब त्यही दबाई सबै खाने पैसाहरू हुन्छ त्यही चामल भात सात लिएर यसो खान्छ दबाईको खर्च चाहिँ कति लाग्छ अहिले दबाई त अनि पुरा अब एन्टिबायोटिक दबाईहरू भिटामिन दबाईहरू खानुपर्छ एन्टिबायोटिकहरू दबाईहरू यो नसा सम्बन्धीको दबाई खानुपर्छ घाउ इन्फेक्सन नहुनेहरू अनि मागेर पुग्छ त त्यसरी दबाई किन्नु मागेर कहाँ पुग्छ सर म मागेर त पुग्दैन त्यही 200-300 रुपियाँ दबाई एउटा 2टा पत्ता ल्यायो त्यही खाँदै अहिले चाहिँ कतैबाट सहयोगहरू जुटेको अथवा सहयोगहरूबाट मलाई अलिक यहाँ एउटा मिडियामा पनि गएको थिएँ म त्यहाँबाट चाहिँ मलाई यसो 1500 यसो अलिअलि उठिआएको छ 1500 त्यसकै उयोले यसो ओर्ने उछाउने लुगाफाटा जाडोको लुगाहरू किनेर लगाइरहेको छ अहिले चाहिँ त्यस्तो छ श्रीमान के काम गर्नुहुन्छ श्रीमान त हाम्रो पहिला त दोकान थियो एउटा टेलर दोकान थियो यसो अर्काको दोकानमा जाने भङ्टी सङ्टी गर्नुहुन्थ्यो जब मलाई यस्तो स्थिति भयो हामीले त्यो दोकान पनि अलिकति जिम्मा दिएर अनि उपचारको लागि हामीले अलिकति त्यहाँबाट पैसा झिक्यौँ त्यति हो बुढा पनि अलिक असक्द हुन्छ त थाइरोइडहरू छ पाइल्स जस्तै भर्खर अपरेसन गरेको फेरि बल्झे छ अरे अनि यसरी बसेर काम गर्न सक्दिनँ भन्नु थियो अनि त्यही नानीको लागि भने मैले पुरै पठाइदिएको छु नानी डराउँछ बस्न मान्दैन अनि उनीहरूलाई चाहिँ मैले उतै हालिदिएको छु अब पैसा भए मसँग अलिअलि अब यसो नानीलाई के खुवाउनु भनेर पठाइदिन्छु नभए छैन तपाईँको आधा अनुहारको अब ड्यामेजै भयो पुरै होइन हजुर त्यो बेला जुन बेला चाहिँ तपाईँको ग्यास पड्क्यो होइन त्यो बेला चाहिँ तपाईँ के खाना पकाउँदै हुनुहुन्थ्यो कि यत्तिकै पड्किएको हजुर म खाना बनाउँदै थिएँ अनि मलाई त थाहा छैन मलाई त त्यो एकैचोटि त्यो ग्यास अब पड्केर चाहिँ आगो लागिरहेको थियो अरे म त अब त्यो भाग्न खोज्दा उठेको रहेछु तर त्यो फेरि बिहोस भएर लडेछ क्या त्यो अनि भित्ता त्यो घरको चाहिँ भित्ता छेडेर बाहिर ग्यास उडेर गएछ अनि आगो चाहिँ डङडङ यो भुइँभरि आगो लागेको थियो अरे मेरो बुढाहरूले हेरेर त्यहाँको मान्छेहरू सबैजनालाई आगो आएर निभाउनु भएछ अनि त्यो ग्यासको त्यो पाइपले चाहिँ सबै आगो लागिरहेको थियो अरे ग्यास छिटेर उता आगो लाग्यो होला अनि त्यो सबैजना थियो अरे सबै मान्छे पुलिसहरू सबैजना थियो अरे अनि सबैजना पुलिसहरूले दमकलहरू बोलाएर निभाउनु भएछ आगोहरू हजुर मलाई त थाहा छैन पछि एकैचोटि इमर्जेन्सीमा लिएर मलाई त भर्ना गरेको थियो सुरुमा कुन हस्पिटल जानुभयो यही किर्तिपुरै हो डाइरेक्ट डाइरेक्ट हजुर किर्तिपुरको डाक्टरले चाहिँ अब तपाईँको चाहिँ के गर्नुपर्ने भनेर डिटेलमा के भन्नुभएको छ अब तपाईँले मलाई भन्नुभएको छ डक्टरले आँखा चकेर चाँडो निको पार्नु प्लास्टिक सर्जरी गर्दा झन् राम्रो हुन्छ तपाईँको आँखा अर्को लगाउनु मिल्छ भन्नुभएको छ प्लास्टिक सर्जरी गरेपछि चाहिँ पहिलाको जस्तो नै हुन्छ भन्नुभएको छ प्लास्टिक सर्जरी गर्दाखेरि अब पहिलाको जस्तो चाहिँ नहोला अलिक यसो मान्छे तपाईँको बच्चा सामु बस्दाखेरि नडराउने टाइपको त्यस्तै भन्नुभएको छ अनि प्लास्टिक सर्जरी नगरी चाहिँ यो आँखा निकालेर अर्को आँखा लगाउनु मिल्दैन अरे हजुर त्यो सपोर्ट हुँदैन भन्नुभएको छ यो सब यो किनभने यो त मेरो पुरा आगो लागेको नि त आँखामा पनि अनि यो यस्तो यो लोतीहरू त सबै डढेको यो मेरो यो कानको पछाडिको छाला तासेर यतिको बनाएको
नत्र यो मेरो त आँखा यहाँसम्म थियो, मुख यो मेरो यहाँसम्म थियो। यो त मैले यसो तेलहरू लाउँदा ओर्दा एक्सर्साइजहरू भएर यतिको भएको। प्लास्टिक सर्जरी गऱ्यो भने चाहिँ यसो उहाँहरूले आँखा केहीको लिएर लगाइदिनुहुन्छ, यो लोतीहरूले समातो हुने चाहिँ। हजुर त्यतिको लागि चाहिँ म एकदम उयो भइरहेको छु। र अनि एक त नानीको लागि पनि मैले केही उयो भएको छैन, त नानी मेरो सामु बस्नु मानेको छैन। नानी आफ्नो नानी जन्म दिएको नानी मसँग टाढिएको देखेर म आफै अहिले चाहिँ मलाई यस्तो लाग्छ, त्यो नानी मसँग टाढिएको देखेर लाग्छ किन बाँचेछु जस्तो लाग्न थालेछ। त्यतिखेर चाहिँ मेरो नानीको लागि पनि बाँच्नुपर्छ जस्तो लागेको थियो। अहिले चाहिँ त नानी आफै मसँग टाढा भएकोले बाँच्न चाहिँ मलाई अलिक मुस्किल भइरहेको छ। किन अब त्यो नानी आफ्नो जन्म दिएको नानी मसँग टाढिन्छ, बस्नु मान्दैन, मम्मी त यस्तो छ भूत जस्तो छ डर लाग्छ भन्छ। अनि अस्ति दसैँमा पनि लिएको नानी बस्छ मम्मीसँग भनेको, राति यहाँ मसँग सुतेको थियो, राति त नानीले एकपल्ट देखेछ, नानीले त बाबा कि बाबा भन्दा चिच्याएर रुयो। भोलिपल्ट त साथ भएर मैले त भोलिपल्ट मैले पठाइदिएँ फेरि गाउँतिर। हजुर हजुर पठाइदिएँ। पीडा छ नि हैन? हजुर पीडा छ, कति पीडा छ। हजुर हजुर अब बच्चा हो हैन, थाहा छैन। उसलाई त थाहा छैन नि त अब भूत हो कि के हो। जुन दिन त डढेको देखेको थियो, लास मुर्कुटा ठुटा देखेको थियो। जुन मलाई त ल्याउने बेलामा एम्बुलेन्सवालाले पनि मलाई त्यो गाडीमा हाल्नु माने थिएन क्या सर। अब त्यो कालो ठुटो मान्छे आधी बाटोमा मर्छ हामी गर्दा नि पुलिसवालाले चाहिँ उहाँलाई भनेछ लाँदा लाँदै मऱ्यो भने लास हामीलाई फर्काइदिनु, अब लाएर उ गरेन भने चाहिँ उहाँ ठाउँमा पुऱ्याइदिने तपाईँको काम भनेर पुलिसले गरेन। न त त्यो एम्बुलेन्सवालाले पनि मलाई चढाउनु माने थिएन। शरीर डढेर सबै त्यो भाटाभुतुङ पापर अब त्यो केही थिएन नि त डढेर। यतिको त अब अहिले अब अलिअलि अब उपचार भयो, त्यही भएर यतिको भयो सर। हात त क्यान्सर भएर मलाई यति काटिदिन्छु भनेको सर। यो हात त कुहिएर झरेको, यो मेरो छालाको यो फिलाको छाला काटेर यतिको बनाइदिएको। अहिले पनि मलाई यो घाउमा दुलो परेर यहाँबाट इन्फेक्सन दुख्छ पनि, टाँका पनि यो छ, टाँका पनि हानेको छ। यहाँबाट अस्ति दुलो पनि परेको थियो होइन। अनि डक्टरहरूले निचरेर पिपहरू फ्यालिदिनु भयो। अनि भोलिबाट तपाईँको यो हातको क्यान्सर भयो भने हामी तपाईँको आधीसम्म हात हामी उ गरिदिन्छौँ भनेर भन्यो। किनभने यो मेरो पहिला यहाँबाट छेडेर चाहिँ यो भित्र उयो गर्थ्यो क्या, त्यो बेटाजिङहरू लाएर भित्र ड्रेसिङहरू गरिदिन्थ्यो नि त। अनि हात पनि त्यो पैसा नभएर मैले किरा परेर निकालेर काटेर फ्याल्नु पर्यो। अनि आँखा त अब यतिकै गयो सर। अब अहिले चाहिँ जस्तै तपाईँको एउटा मात्रै हात छ होइन, खानासाना पकाएर खानालाई कस्तो छ समस्या? खानाहरू पकाएर त अब त्यही भात मात्रै पकाउने हो। बाहिरबाट अब यसै छरछिमेकीले तरकारी दिनुभयो भने लिएर खान्छ, आफै त पकाएर खान सक्दिनँ। काट कुटु पार्नु पर्यो, त्यो त अब आफै गर्न सकिँदैन। लुगा त अब हात खुट्टाहरूले मिचेर पनि लुगा धोइरहेको हुन्छ। खाना चाहिँ म पकाएर खान सक्दिनँ। त्यो भात मात्रै हो, चोलाएर यसो एउटा खुट्टाले यसो उयो गरेर त्यो खान सक्छ। तरकारीहरू चाहिँ अब काटकुट पार्नुपर्छ, त्यो चाहिँ म तरकारी पकाएर खान सक्छु। तरकारी चाहिँ के भन्नुहुन्छ? छिमेकीसँग माग्नुहुन्छ? छिमेकी या होटलतिरबाट यसो मटर सटर तरकारी छ सस्तो मस्तो लिएर खान्छ। आफूले चाहेको जस्तो चाहिँ आफूले चाहेको जस्तो चाहिँ खान पाएको छैन। हजुर त्यस्तो हुँदा चाहिँ यहाँ अब पहिला त तपाईँ एकदम नर्मल मान्छे होइन, अहिले अब हेर्दै हेर्दै यस्तो हुनुभयो होइन। हेर्दा हेर्दै यस्तै अब पहिलाको सम्झिँदा अब अर्कै लाग्छ, अहिलेको सम्झिँदा अर्कै लाग्छ सर। दुःख लाग्छ अब पहिलाको त्यस्तो मान्छे अहिले यस्तो भयो, यस्तो हुन्छ भने त मलाई सोचेको पनि थिएन। तर एक्कासी यस्तो भएर अब त्यो नानी त एक त टाढा भएकोले अहिले चाहिँ अब खै मर्नलाई पनि बाटै छैन। के गर्नु, न आफन्तको सपोर्ट न केही। श्रीमानको चाहिँ सपोर्ट छ नि होइन? बुढाको त सपोर्ट छ मलाई। हजुर बुढाको सपोर्ट भएर म यतिको बाँचेँ। अरू कोही हुनुहुन्न तपाईँको आफन्तहरू छन् अब बुढा हजुरआमाहरू, त्यो पहिला आमा बुवा, अब अहिलेको अब आमा बुढा आँखाहरू के गर्छन् उनीहरूले, अर्काको घरमा बसिरहेछन् उनीहरू। अहिले चाहिँ तपाईँको चाहना चाहिँ के छ? तपाईँ काठमाडौँमा हुनुहुन्छ होइन, माग्दै खाँदै हुनुहुन्छ होइन। अब हिँड्न पनि गाह्रो हुन्छ नि त, सन्चो नभएपछि। एउटै पहिला दुईवटा आँखा हुँदा जति सहज हुन्थ्यो अहिले त साह्रै गाह्रो हुन्छ होला होइन। अब चाहिँ तपाईँको चाहना के छ? के गर्ने चाहना छ? के गर्ने भनेर सोचेर काठमाडौँ आउनुभयो? अब अहिलेको चाहनाहरू त अब मलाई त्यही नानीको लागि प्लास्टिक सर्जरीको लागि छ। अनि एउटा आँखा चाहिँ बनाएर
उयो गर्नु छ त्यति। त्यति गर्न पाए चाहिँ अलि सहज हजुर हुन्थ्यो हजुर